तपाईँले फेसबुक त चलाइरहनु भएको छ के तपाईँले फेसबुकबाट पैसा कमाइरहनु भएको छ त? फेसबुकबाट नि महिनाको लाखौँ रुपियाँ पैसा कमाउन सकिन्छ। यो अहिले नेपालमा नि कमाउन सकिन्छ र अरू अरू देशबाट नि कमाउन सकिन्छ। बस तपाईँले यत्तिकै पनि त फेसबुकमा टाइम त दिइरहनु भएको छ नि। भिडियो बनाइरहनु भएको छ, हालिराख्नु भएको छ, रिल्स हालिरहनु भएको छ, फोटो हालिरहनु भएको छ। बस यिनीहरूलाई नि एउटा सही तरिकाले हाल्नुहोस्। त्यसपछि तपाईँले पनि घर बसी महिनाको सानो युजरले पनि भर्खर सुरु गर्ने सानो युजरले पनि तपाईँले आफ्नै कन्टेन्ट दिन सक्नुभयो, राम्रो दिन सक्नुभयो भने तपाईँले 40-50 हजार त आरामले कमाउन सक्नुहुन्छ। यति कमाउनको लागि तपाईँले महिना अन्त जानुपर्छ होइन। बस तपाईँले यति अलिकति फोकस दिनु न, तपाईँको टाइम 1-2 घन्टा दिनुहोस् न फेसबुकको लागि होइन। तपाईँले घर बसेर पनि केही पैसा इन्कम गर्न सक्नुहुन्छ क्या। तपाईँ हाउसवाइफको पनि दिनभरि तपाईँले खाएको खाएको भिडियो राख्दा नि भयो, घुम्न गएको भिडियो राख्दा नि भयो, कुकिङ गरेको भिडियो राख्दा नि भयो, बच्चा-बच्चीलाई खेलाइरहेको या केही सिकाइरहेको भिडियो तपाईँलाई जेमा नलेज छ त्यसको भिडियो जस्ट फेसबुकमा राखिदिनुहोस् के। कन्सिस्टेन्सी मेन्टेन गर्नु। अब आज भिडियो राख्नुभयो 1-2 महिनापछि नगर्नु, त्यस्तो नगर्नुहोस्। डेली भिडियो राख्नुहोस्। एक न एक दिन तपाईँले स्योर सफलता हासिल गर्नुहुनेछ। अब तपाईँले आज खोर्सानीको बिउ राख्नुभयो, अब एकैचोटि भोलि नै तपाईँको खोर्सानी त फल्दैन नि, केही टाइम त दिनुपर्छ नि। त्यस्तै फेसबुकमा पनि यस्तै हो। यस्तै भिडियो अझै पनि चाहनुहुन्छ भने चाहिँ कमेन्ट गर्नुहोला। म पुरै सिकाउँछु कि कसरी फेसबुकबाट पैसा कमाउन सकिन्छ।